अति गरे खती हुन्छ भन्ने भनाइ जेन्जीहरूमा लागू भएको छ। जबरजस्ती सिंहदरबारमा छिर्न खोज्ने मिराज ढुङ्गाना लगायतका जेन्जी समूह आज लखेटिएका छन्। प्रवेशद्वारमा भिडभाड नगर्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि प्रहरीले उनीहरूलाई लखेटेर अनामनगर पुल कटायो। सो क्रममा प्रहरी र जेन्जी समूहका बीचमा लफडा भएको थियो। हिजो मात्रै पनि 21 वटा जेन्जी समूह प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै ज्ञापन पत्र बुझाउन सिंहदरबार पुगेका थिए। तर प्रधानमन्त्री कार्कीले उनीहरूलाई भेट्न दिइनन्। आफूहरूलाई भेट नदिई सिंहदरबारबाट बाहिरिएपछि जेन्जीहरूले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमै नाराबाजी गरेका थिए। जलेको सिंहदरबारमा के बाँकी छ र जेन्जीहरू मरिहत्ते गरिरहेका छन्। सिंहदरबारमै उनीहरूले अखडा बनाइरहेका छन्, न पढाइ न काम। जेन्जी आन्दोलन पछि बनेको अन्तरिम सरकार पछि रंगी बिरंगी जेन्जी समूहहरू दिनौ जसो सिंहदरबारमा धाइरहेका छन्। प्रधानमन्त्री सुशीला कार्कीदेखि मन्त्रीहरूलाई भेट्ने, थरीथरीका माग तेर्साउने, अन्टासन्टा कुरा गर्ने जेन्जीहरूको दैनिकी भएको छ। जेन्जीहरूले प्रधानमन्त्री मन्त्रीहरूलाई यतिसम्म वाक्क बनाइसके कि अब प्रधानमन्त्री कार्कीले उनीहरूलाई भेट्न नै अस्वीकार गर्न थालेकी छन्। जेन्जीहरूकै समर्थनमा प्रधानमन्त्री बनेकी कार्कीको राजीनामा सम्म मागे। न काम न दाम। हिजो आज जेन्जीहरूलाई सिंहदरबार निकै प्यारो लाग्न थालेको छ। सिंहदरबार गयो, घाम ताप्यो, फर्कियो। जेन्जीहरू साँच्चै परिवर्तन चाहन्छन् भने दल दर्ता गर्ने र गाउँ गाउँ गएर संगठन विस्तारमा लाग्नु पर्ने हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले त मुखै खोलेर भनिसके त जेन्जीहरू राजनीतिमा होमिन पनि नसक्ने तर अन्टासन्टा कुरा गरेर आफू आफूमा विवाद झिक्नु उपयुक्त होइन क्या। जेन्जीहरूको हरकत देखेर अब लोक नै लाज मान्नु पर्ने अवस्था सृजना भइसक्यो। दिनौ देखाउने यस्ता हरकतले त यी जेन्जी भन्दा पुरानै दल र नेताहरू नै ठिक रहेछन् भन्ने परिसक्यो। अब पुराना नेतालाई सुधार्ने होइन, आफै सुध्रिनु पर्ने अवस्था आइसक्यो। के कसो सिंहदरबारमा अत्यावश्यक काम परेर जानेहरूलाई समेत समस्यामा पार्नु ठिक हो त?